आफ्नो योग्यता ढाँटेर निर्वाचन आयोगमा फारम भर्ने अहिलेसम्म आजका मितिसम्म रवि लामिछानेको एउटा मुद्दामा बाहेक कोही बहस गरेकी छैनन् सविता गौतमले, कुनै अदालत टेकेकी छैनन् सविता गौतमले। म एउटा 33 वर्ष पेशा गरेको कानुन व्यवसाय तपाईहरुको अगाडि बोल्दैछु, मेरो कुराको प्रमाण रूपमा लिएर आउनु पर्यो सविताजीले। आउनुस्, हामी बसेर छलफल गरौँ। किन झुटा कुरा गर्नुहुन्छ? किन झुटा कुरा गर्नुहुन्छ? आज म यो बीचमा यहाँहरु सबैलाई के अनुरोध गर्न चाहन्छु भने नेपालका 6वटा जिल्लामा 6वटा जिल्ला अदालतमा ठगी मुद्दा लागेको पार्टी सभापति छ रवि लामिछाने, रासपाको। ठगहरूको पार्टी होइन त्यो? ठगहरूको पार्टी भन्न पाइने कि नपाइने? नेपालका अदालतमा मुद्दा विचाराधीन छ। संसद जितेर गयो भने अघिल्लोचोटि पनि खारेज भयो, फेरि 2 पटक हामीले भोट हालेको हो। अहिले पनि जितेर जानुभयो भने संसदमा शपथ खान पाउनुहुन्न, ग्यारेन्टी छ। आज तपाईहरुले सुन्नुभएको होला, मेरो हातमा नाम लिस्ट छ। आज मात्रै 2टा रासपाका सभापतिहरूले पार्टी परित्याग गरे। मकवानपुरको सभापतिजीले परित्याग गर्नुभएको छ। मैले भर्खरै अहिले यहाँ बस्दा बस्दै न्यूज हेरेको छु। थुप्रै मान्छेहरूले। म तपाईहरुलाई सर र नाम सुनाउँछु। चुनाव भन्दा अगाडि, चुनावको मिति घोषणा हुनुभन्दा अगाडि 2 जनाले छोडे, सबैले चिन्नुहुन्छ। सुमना श्रेष्ठ, सन्तोष परियार, रासपाका केन्द्रीय हस्तीहरू। त्यसपछि चुनाव घोषणा भएपछि प्रणय शमशेर राणा, उपप्रमुख एनआरएन विभागको, दिनेश आचार्य केन्द्रीय सदस्य वित्त विभाग, दिनेश हुमगाई उपसभापति बागमती प्रदेश, ममता शर्मा मधेस प्रदेश संस्थापक सदस्य, उर्मिला भुर्तेल संस्थापक केन्द्रीय सदस्य, अशोक कुमार थापा नुवाकोट जिल्ला सभापति, गुप्तसेन ठकुरी उपसभापति सुस्ता गाउँपालिका, कमला राहुल पाण्डे नुवाकोट नेत्री, चितबहादुर हरिजन बर्दाघाट नगरपालिका सभापति। आज बिहान मात्रै छोड्ने हरिलाल चौलागाई बागमती प्रदेश सदस्य, भरत पराजुली सभापति मकवानपुर। अहिले अलि अस्ति चुनाव सुरु हुने बित्तिकै अलिअलि हो कि भन्ने हल्ला चलेको थियो। अहिले खडेरी लाग्न थालेको छ रासपामा। म तपाईहरुलाई अर्को पनि सूचना दिउँ। झापा 5बाट यो हल्लाका भरमा ल्याएको प्रधानमन्त्रीको उम्मेद्वार भनेको बाले नै हार्दै हुनुहुन्छ। तनहुँबाट स्वर्णिम वागले हार्ने ग्यारेन्टी भइसकेको छ। अब यो रविले झुक्किएर जितिहाल्यो भने पनि शपथै खान पाउँदैन। नेता को हो रासपाको? सकिएन। अनि त्यसको झुट खेती गर्नका निमित्त खोजी कसरी रेणु दाहाललाई सफा गर्न सकिन्छ भन्ने बदनियतका साथ सविता गौतम चिताउन आउनुभएको छ र साफ झुटा बोल्नु भएको छ। आउनु पर्यो। अब मैले सार्वजनिक समारोहमा 33 वर्षपछि आज बोलेको छु, किनभने एउटा कानुन व्यवसायी कानुनको बरखिलाफ गरेर झुट्टा बोलेर चितवनको 3मा म माडी नगरपालिका वार्ड नम्बर 4 को मतदाता पनि हो। मेरो क्षेत्रमा आएर झुट्टा बोल्न पाइँदैन। मैले मेरै नामबाट उजुरी गर्दै गरेको छु। देखाउनु पर्यो। उहाँको व्यक्तिगत कुरा गर्दिन। उहाँले अहिले भोट हाल्न दोलखा जखे 6 टिप्नु होला। सविता गौतमले भोट हाल्ने ठाउँ दोलखा जखे 6 हो। उहाँले आफ्नो पतिको नाममा गृहेन्द्र घिमिरे भनेर लेख्नु भएको छ। तपाईँ हामी सबैले आत्मसात गरेर बुझौँ। हाम्रै छोरीको बिहा भयो भने बिहा दर्ता चाहिँ कहाँ हुन्छ? जहाँ ज्वाइँको घर छ त्यही बिहा दर्ता हुने होइन। सविता गौतमको बिहा दर्ता कहाँ छ? चितवन घर हो भने चितवनको वडा नम्बर 15मा दर्ता भएको बिहा दर्ता देखाउनु पर्यो हामीलाई। झुटा कुरा बोल्ने वकिल भनेर झुटा कुरा बोल्ने। 2टा 16 वर्षकी छोरी गिरिन्द्र घिमिरेका 16 वर्षकी छोरी र 14 वर्षको छोरा अहिले गिरिन्द्र घिमिरेसँग छन्। 15 नम्बर वडामा बस्छन्। छोरी र आमा अहिले विदेश छन्। त्यो 2टा बच्चाको बाउसँग प्रेम विवाह गरेर, हुन त व्यक्तिगत कुरा हो यो, आउनु भएकी सविता गौतमले आजसम्म किन विवाह दर्ता गर्नुभएको छैन? किन उहाँले भरतपुर महानगरपालिका वार्ड नम्बर 15 हो मेरो घर भनेर कानुनमा भन्न सक्नु भएन? भन्नु पर्यो नि। यस कारणले यस्तो झुटको खेती गरेर जनताको बीचमा रेणु दाहाललाई कसको घरमा कतिवटा परिवार छन्, के छन्, कसले दुःख पाएको छ चितवनमा अरूले सोध्न पर्छ।
अहिले काठमाडौँ 2 का जनताले फर्केर चुनाव जितेपछि एक दिन फर्केर आइन। अब घरै दोलखा भएको मान्छे हामी कहाँ आएर उठेर भोलि फर्केर आउनु होला? आउनु। त्यसकारणले मेरो अनुरोध के छ भने आदरणीय न्यायप्रेमी जनसमुदायहरू, अहिले तपाईँहरूको आफ्नो भोट हाल्ने कुरा हजुरहरूको अधिकारको कुरा हो। आफ्नो छातीमा हात राखेर मत दिने हो। यो देशलाई अहिले तपाईँहरूले देख्नु भएको छ, नेपालमा जेनजी आन्दोलनका बेला 72 जनाको शहादत भएको छ। सबभन्दा पहिला जेलमा आगो लगाएर जेल तोडेर भाग्ने मान्छेको नाम के हो? रवि लामी छाने।